नमस्कार, शुभ बिहानी सम्पूर्ण साथीहरूलाई मेरो यो जेबी मिनी ब्लगमा यति बेला म चाहिँ रोमानियाबाट भिडियो बनाइरहेको छु। म चाहिँ अहिले टिआरसी को लागि म तिमीसोरा जाँदैछु लुगसबाट र हेरिरहनु भएको छ। यहाँ अहिले चाहिँ एकदम हरियाली भएको छ, बोट बिरुवाहरू सब मुना पलाएर एकदम हरियाली भएको छ। अहिले बिहानीको समय हो र मेरो यो छोटो भिडियोलाई मेरो च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला र साथमा रहेको बेल आइकनलाई पनि दबाइदिनु होला भन्न चाहन्छु र हजुरहरू सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ म पनि एकदम आरामै छु, सन्चै छु भन्दै हामी सरासर हाम्रो गन्तव्यतिर लागिरहेको छौँ। हामी चाहिँ बिहानको 7 बजे हिँडेको, यहाँबाट तिमीसोरा पुग्नलाई लाग्छ 2 घण्टा, 2-2.5 घण्टा लगभग लाग्छ। अनि साथ सहयोग गर्नुहोला भन्न चाहन्छु सम्पूर्ण मेरा साथीहरूलाई। अनि मेरो भिडियो कस्तो छ कमेन्ट पनि गरिदिनुहोस्। अनि हजुरहरू कुन ठाउँबाट अर्थात् कुन देशबाट हेर्दै हुनुहुन्छ त्यो पनि भनिदिनु होला र मैले यो भिडियो बनाउन कोसिस गरिरहेको छु। मेरो सुरुवात हो, मलाई खासै धेरै त आउँदैन भिडियोहरू बनाउने। अनि हजुरहरूले पनि सपोर्ट गरिदिनु होला कसरी बनाउने, कुन तरिकाले बनाउने भनेर। अहिले चाहिँ आजको चाहिँ मौसम एकदम राम्रो छ, घाम लागिरहेको छ, गर्मी सिजन पनि आयो, त्यसमा बर्खा पनि लाग्यो भनौँ न। अब कहिले पानी पर्छ, कहिले घाम लाग्छ। यहाँ चाहिँ मुनि हामी जाने माथिबाट आफ्नै तरिकाले हिँडिरहेको हुन्छ। यहाँ चाहिँ बाटो एकदम वान वे हुन्छ, जाने आउने। मसिनो गाडीको फाल्टै, ठुलो गाडी कुद्ने फाल्टै हुन्छ। तल माथि तीनटा लाइन हुन्छ, माथि कुद्ने तल कुद्ने। मुनि पनि तपाईँको रोड चाहिँ कस्तो एकदम ठुलो छ कि यहाँनिर। यो देब्रे साइडमा छ, यो बिचमा हामी हिँडिरहेको छौँ र दायाँ राइटपट्टि पनि बाटो छ। तर अहिले यो चाहिँ गाडीभित्रबाट चाहिँ राम्ररी देखिरहेको छैन। अनि हामी हिँड्दैछौँ, एकदम सफा हुन्छ। यहाँ चाहिँ गाडीले दैनिकी सफा गर्छ, सफा गर्ने गाडी हुन्छ, हिँडिरहेको हुन्छ, धुलोहरू एकदम सफा गरिरहेको छ र एकदम चिल्लो हुन्छ। धेरै विकसित छ यो ठाउँ रोमानिया, युरोप भनौँ न। र खासै पहिलो सुरुवात भएर पनि होला, त्यति बोल्न पनि आउँदैन मलाई। जे छ जस्तो छ तपाईँहरूलाई देखाउने कोसिस गरिरहेको छु। यो रोमानियाको बाटो अथवा यहाँको मौसम, यहाँको बोट बिरुवाहरू यति बेला हरियो देख्दै हुनुहुन्छ। यतापट्टि लोरी ठुलो एकदम टाटा एकदम आफ्नै तरिकाले द्रुत तरिकाले हिँडिरहेको छ, एकदम स्पिडमा। अनि एकदम जङ्गलहरू अहिले हरियो भएको छ, हरियाली छ, देखिरहनु भएको छ सायद यो भिडियो मार्फत। र बोट बिरुवाहरू पहिलो भइरहेको छ, हरियो छ। अनि जुन पर देख्दै हुनुहुन्छ यो चाहिँ तोरीको फुल अनि सूर्यमुखी फुलको चाहिँ एकदम यति बेला फुल्ने समय छ। यहाँ एकदम तेल अर्ग्यानिक खाने गर्छ रोमानियामा चाहिँ। धेरै खेतीहरू गर्छन् तोरीको र सूर्यमुखी फुलको, एकदमै धेरै खेतीहरू गर्छन्। अनि यहाँ भटमासहरू पनि फल्दो रहेछ र नेपालमा पाइने चिजहरू पनि कतिपय पाउने रहेछ यहाँनिर। नेपालमा पाउने झारहरू पनि प्रशस्तै पाउने रहेछ। यही पार थोरै पहेँलो देखिराख्नु भएको छ नि, त्यहाँ एकदम धेरै ठुलो खेती छ, धेरै छ। तोरीको फुल फुलिरहेको छ, सूर्यमुखी फुलको बोट बिरुवा हो
अनि गाडी अहिले धेरै कुदेको छैन, धेरै अहिले चाहिँ यहाँ सिङ्गल कुदिरहेको छौँ। यहाँ प्राय कारहरू मात्रै हुने रहेछ, बाइकहरू त्यति नपाउने रहेछ। एकदम कार चाहिँ सस्तो पर्दो रहेछ, धेरै महँगो नपर्ने रहेछ। नेपालमा चाहिँ एकदमै महँगी छ, सायद अब ट्याक्स भयो के भन्यो त्यसै कारणले पनि होला। अनि यहाँ चाहिँ ठुलो टाटा हिँड्दैछ, अगाडि पनि हिँडिरहेको छ, उता बायाँतर्फ पनि आफ्नै सुरतालमा हिँडिरहेको छ। अनि माथि एउटा पुल रहेको छ, त्यहाँ पनि गाडी कुद्छ, मुनि पनि हिँडिरहेको छ। यहाँ चाहिँ 2 लाइनको छ बाटो, अगाडि देख्दै हुनुहुन्छ मसिनो। यहाँ चाहिँ एकदम गाडी टाटाहरू हिँडिरहेको छ, लोरी भन्दो रहेछ उसको नाम चाहिँ। गाडागुडुक गर्दै हिँडिरहेको छौँ हामी पनि, एकदम ढिलै नगरिकन सररै हिँडिरहेको छौँ। हामी चाहिँ भरसक छिटो गर्ने भनेर गइरहेका छौँ। अगाडि नै गयो भने हामीलाई सजिलो हुन्छ टिआरसी रिन्यू गर्नलाई। टिआरसी रिन्यूको लागि चाहिँ एउटा डकुमेन्टमा चाहिँ साइन गर्नुपर्छ, त्यस पश्चात चाहिँ फोटो सेसन हुन्छ, फिङ्गरप्रिन्ट हुन्छ, सिग्नेचर गर्नुपर्ने रहेछ, त्यति नै हो। अनि फोटो खिचेपछि चाहिँ तयारी हुन्छ, प्रोसेसिङ हुन्छ। यो थोरै डाँडा बनाएको छ, एकदम पहाडे चाहिँ देखिँदैन, पहाड हुँदैन, एकदम तराई जस्तै एकदम सम्म छ, एकदम सम्म। थोरै पहाडहरू चाहिँ तपाईँको यो जुन बाटोहरू भयो, कुनै घरहरू बनाउँदाखेरि चाहिँ त्यो माटोलाई चाहिँ गाडीले लगेर थुपारेकोहरू चाहिँ थोरै पहाड जस्तो देखिन्छ। यहाँ प्राय एकदम तराई नै हो, तर यहाँ जाडोमा अति जाडो पनि हुन्छ, हिउँ पनि पर्छ, गर्मीमा धेरै गर्मी हुन्छ। अहिले चाहिँ एकदम गर्मीको सिजन आएको छ। यस्तै भन्न चाहन्छु साथीहरू, मेरो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला, सहयोग साथ गरिदिनु होला। मलाई एकदम अहिले सब्सक्राइबरको आवश्यकता परेको छ साथीहरू। फेरि यस्तो नसोच्नुहोस् कि यो कस्तो मान्छे भनेर मैले सुरुवात गरेको मात्रै हो, त्यही कारणले गर्दाखेरि खास त्यति मेरो सब्सक्राइबर छैन, त्यति मलाई भिडियो पनि बनाउन आउँदैन। त्यसैले जति सकेको जानेको भिडियो बनाइरहेको छु भन्न चाहन्छु साथीहरू। अनि कुन देशमा हुनुहुन्छ, कुन ठाउँमा हुनुहुन्छ, त्यहाँको अवस्था के छ, कस्तो छ भनिदिनु होला। यहाँ देख्नुभयो त साथीहरू, यो चाहिँ तिमेसरामा ट्रेन कुदिरहेको छ। यो चाहिँ अगाडि केही वर्ष अगाडिको भिडियो हो, थोरै मैले अगाडिको भिडियोहरू पनि हालेको छु। एकदम बोट बिरुवाको योभन्दा ठुल्ठुलो हुँदैन है साथीहरू, हेर्नुहोस् यत्रै मात्रै हुन्छ, झुप्रा भएको, एकदम हरियाली। यहाँ चाहिँ कटिङ गरेर राखेको हुन्छ, प्राय एकदम कटिङ गर्छ, झ्याम धेरै अग्लो बनाउँदैन, त्यसै कारणले पनि होला सायद धेरै अग्लो पनि हुँदैन। नेपालमा जस्तो ठुल्ठुलो रुखहरू पनि हुँदैन, मसिनै हुन्छ। कुनै ठाउँमा बेला ठुल्ठुलो हुन्छ, तिनीहरूलाई पनि एकदम कटिङ गरेर त्यहाँको सुकेको हाँगाहरूलाई काटेर एकदम व्यवस्था गरेको हुन्छ। किनभने यो जति पनि यो देखिरहनु भएको छ यो भोटबिरुवा, त्यसको बिचमा चाहिँ मान्छेहरू हिँड्ने बस्ने ठाउँहरू राखेको हुन्छ, एकदम घुम्ने ठाउँ, बस्ने ठाउँ राखेको हुन्छ। र अगाडि
अहिले हामी जाममा छौँ, अगाडि ट्राफिक छ भन्ने छ। अहिले तिमीसरा हो, यो चाहिँ तिमीसराको मेन बजार सिटी सेन्टर पार्क भन्छ। यहाँ पानी छ, एकदम जुरुरु आइरहेको। अनि यहाँ धेरै पर्यटकहरू आउने गर्छ। अब चाहिँ हामी फाइनली रुम आइसक्यौँ साथीहरू। तपाईँहरूले अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सब्सक्राइब एन्ड बेल आइकन दबाउन चाहिँ नबिर्सिनु होला है त साथीहरू। हस्त